ह्यान्डसम त छैन होइन हाम्रो आउटफिट अब 1500 मिटर हान्यो भने जस्तै 3 मिनटमा हानिदिन्छ। अब के भनिदियो अब हाल्यो कि मान्छे त्यसलाई यो त नम्बर वान बोका फ्रेन्ड छ भने यसरी यहाँ आइदिनु होला। अब हामी त सिङ्गल परियो म त के गर्नु अब। अमन गुरुङ च्यानल सबैजनालाई नमस्ते है। आज चाहिँ म यसो रनिङ जाने साथीहरूसँग होइन, हामी सधैँ जान्छौँ तर आज चाहिँ मैले यसो भ्लग बनाउने भनेर सोचिरहेको छु होइन। कस्तो हुन्छ प्रतिक्रिया दिनु होला होइन लास्टसम्म होइन। फेरि टक्क सक्क जुत्ता सुत्ता लाउँदैछु होइन गाइज। आएपछि भेटौँ न गाइज। जुत्ता लाउँदै थियो होइन, हामी टक्क लगाएर भाग्नु पऱ्यो सोल्टीले बोलाएको गाइज। आइन हेरिदिउँ न ह्यान्डसम त छैन होइन। आएपछि बाटोमा भेटौँला गाइज। मजा आइसक्यो होइन। सोल्टी राजा चाहिँ अगाडि गएर बसिरहेको छ गाइज, मलाई कुर्दैछ। धन्यवाद सोल्टी। के छ सोल्टी? त्यहाँ रनिङ जाँदैछौँ है गाइजहरू। विश्व सोल्टी चाहिँ मलाई अघि नै बाटोमा कुरिरहेको थियो, म चाहिँ अलिक ढिलो भयो। अब हिँड्दैछु माथि सोनाम सोल्टीलाई कुर्ने छु होइन टक्कर आएर। हामी चाहिँ सधैँ बाटो हिँड्ने गाइज, के गर्नु अब रनिङ त गर्नै पऱ्यो। थाहा गलो हिँडेको हेर भाइहरू आफ्नै पारा के छ भाइ? भाइहरू छाटिँदै हिँड्ने, कुनै बेला हामी पनि छाटिन्थ्यो गाइज। सोल्टी पनि आयो है। ल है अब त काट्यो है केटा। के गर्नु त अब भ्लगै यस्तै हो कि गाइज। अब सो गाइज अब हिँड्यो है हामी। ल है गाइज यस्तै हो गाइज। बल्ल साथी भाटभटेनको अगाडि आयो होइन। पछाडिको भिडियोहरू हेर्न सक्नुहुन्छ होइन गाइज। त्यही हो अब भ्लगतिर स्वागत छ होइन सबैजनालाई। कस्तो आइरह्यो होइन भ्लग, रमाइलै छ होला होइन। अब तपाईँहरू कति टिकटक हेर्नुहुन्छ, फेसबुक हेर्नुहुन्छ, कहिले कहिले यो युट्युब नि हेरिदिनु होला। सो गाइज होइन यस्तै हो होइन। ग्रान्डी जानु पऱ्यो भने अब यही हो होइन बाटो। यो टोखाबाट जान्छ होइन माथि गाइज होइन। सो यही हो ग्रान्डी होइन। सो अब हामी चाहिँ अब रनिङतिर लाग्दैछौँ केटाहरूसँग होइन टक्क लगाएर गाइज। यो त देख्न सक्नुहुन्छ ग्रान्डी हस्पिटल। रनिङ गर्ने मान्छे देखाइदियो हाम्रो सोल्टी आउटफिट हाम्रो गाइज यही हो अनि होइन खतरा भएको छ यो मान्छे होइन। हो उता देखाउन यो मान्छे चाहिँ खतरा भएको छ है। अब 1500 मिटर हान्यो भने जस्तै 3 मिनटमा हानिदिन्छ। अब के भनिदियो अब थाहा भने के थाहा नि थाहा छैन छ लगाइ चाहिँ घाम खोला भन्छ के भन्छ अब। सो होइन गाइज नेपालको सबभन्दा डटी रिभर हो होइन होला के हो होइन भिन्जरै कुदाएर आएको छ हो है। नमै केटाहरू नमै हो।
यसमा हाल्यो कि मान्छेहरूले त्यसलाई यो चाहिँ नम्बर 1 बोक्यो होला देखो न गाइज दुईजना मान्छेको अगाडि यत्रो धेरै टावर नेपालकै सबैभन्दा ठुलो टावर हो कि हो मेरो घर हो यो चाहिँ सोनाङको घर होइन मैले कतिमा ऊ त्यो बिचको चाहिँ विश्वासको होला ऊ त्यो छेउको चाहिँ मेरो हो गाइज तपाईँहरू त्यस्तो रुम चाहियो भने भन्नु होला है भाडामा होइन अब हामी तिनजनाको घर छ होइन गाइज भाडामा मजाले व्यवस्था छ भाडा धेरै पर्दैन हेर्नुहोस् 3वटा घर यो सोनाङको ऊ त्यो बिचको केटीहरू मात्रै बस्छ मेरो घरमा थियो हेलिकप्टर लगेर बस्छ हेर काग पनि उडिरहेको छ सो होइन गाइस यस्तै हो गाइस सो होइन हेर्न सक्नुहुन्छ है नेपालकै ठुलो टावर कसको घर हो भने हामी 3जना सोनम विश्वास मेरो घर है अमनपुरको दामी छ यार आउने होइन भाडामा बस्न हाम्रो सेक्युरिटी गार्ड माथि भागिरहेको छ गाइज हामी यता बाटोमा हिँडिरहेको होइन अनि हामी सब्जीहरू कता छ भनेर होइन यत्रो 50 करोडको घर हो हाम्रो सबैको 50 करोड लाग्यो यो बनाउँदा चाहिँ गाइज टक्क लाएर होइन के गरायो गाइज त फुटसल देख्न सक्नुहुन्छ होइन यो फुटसल चाहिँ हाम्रै हो होइन हामीले बेचिदिएको अनि यो घर बनाएको गाइज खेलिरहोस् भनेर बेचिदिएको गाइज अलिअलि लुगोरिम जानु पऱ्यो नि पछिको लागि जुत्ता कहाँ गाउँ जाने गाउँ जाने म पनि गाउँै जाने हो भुली जाने हो म पर्सिहाल्छ ल है सोनाङ छोडिदियो भने पर्सि जाने रे होइन म चाहिँ भुली हुन्छ यहाँ त्यतिका यो त कराते सिक्ने ठाउँ छ होइन गाइज के यो गर्नु मान्छे चाहिँ लास्टै बोकाए अब यसको त केटी त अब कलेजमा 2-3 छ क्या 3टा छ अब त्यो नाम चाहिँ भन्नु हुँदा त्यहाँदेखि यो अब चर्चामा आउँछ त्यही हेरेर नाम चाहिँ म भनिदिइरहेको थिएँ सिङ्गल त म मात्रै रहेछु यार छैन एउटा नि होइन यो बोका भएर होइन यस्तो लाउँदाखेरि हुन्छ क्या कराते सिक्ने ठाउँ रहेछ होइन नम्बर 1 सिङ्गल विश्वास मेरो इज ट्रु लभ के भन्छ ब्रो अन्य इङ्ग्लिस बय बादो गाई कराते झुल्झुलो गाई या चाहिँ देख्न सक्नुहुन्छ होइन बहिनीहरू कराते सिक्दै हुनुहुन्छ सो गाई यस्तै हो जाडो छ आफ्नो भविष्यको सोच्नुपर्छ र बहिनीहरू सिक्दैछ होइन के न के त गर्नै पर्छ कि रनिङ गर्नुपर्छ होइन कि कराते सिक्नुपर्छ होइन एक्टिभ हुनु पऱ्यो कि शरीर होइन अनिको हेल्दी हुन्छ त हाम्रो अस्ति मलाई मोटाको हुन्छ हल्का त मोटा रहेछ म अलि बढी भएछ हल्का हल्का मोटो पनि देखिन्छ काठमाडौँ आएपछि म पनि मोटै भयो यहाँ काठमाडौँ गाह्रो छ के गर्नु यस्तो घरहरू देख्न सक्नुहुन्छ है फेरि यता स्केट पार्क छ होइन बोयफ्रेन्ड गर्लफ्रेन्ड छ भने यसरी यहाँ आइदिनु होला अब हामी त सिङ्गल परियो म त के गर्नु अब गाइज फुटसल पनि छ माथि गएर भेटौँ न गाइज हामी कता आइपुग्यो होइन होला त्यो भुत्खेल होला नि भुत्खेल गाइज होइन अब भुत्खेल आइसक्यो होइन हाम्रो सोल्टीले चाहिँ टुडी खेल भन्दैछ कहिले कहिले यस्तै हुन्छ गाइज सोनाङ सोल्टी चाहिँ यत्तिकै भइरह होइन गर्लफ्रेन्डको यादमा टोलाइरह हामी भने गर्लफ्रेन्ड नभए नि यसो हाँसी खुसी रमाइलो भइरह्यो गर्लफ्रेन्डले धोका दिएको मान्छेलाई यस्तो हुन्छ
गर्लफ्रेन्डले धोका दिएको मान्छे गर्लफ्रेन्डले धोका दिएको मान्छे हाम्रो भ्लगर अमन हेलो गाइज हाम्रो केटाहरूसँग आउनु मजा छ कि के राखेँ तपाईँहरूलाई साथीहरू हुनुहुने खालि गर्लफ्रेन्ड पीडित गर्लफ्रेन्ड पीडित यो रनिङ गर्न हो कि मोबाइल चलाउन आयो थाहा छैन है मलाई चाहिँ थाहा भएन है यो ल ल है गाइज अब हामी वार्मअप गरेर भाग्छौँ त्यहाँको सोल्टी पनि भाग्यो होइन अब म पनि भाग्दैछु गाइज गाइज होइन देख्न सक्नुहुन्छ गाइज सोल्टी भागिसक्यो अब भाग्नु पऱ्यो के गर्नु त गाइज यस्तै रहेछ गाइज हेर बिस्तारै भाग्दैछु गाइज र क्रिकेट खेल्दैछु गाइज के गर्नु क्रिकेट टाउकोमै हान्छ भने डर लागेर गाइज ल गाइज है देख्न सक्नुहुन्छ ग्राउन्ड गाइजहरू गाइज